कन्टिन्यू छ नि भोलि र पर्सि चाहिँ एकदम डेट दिएको छ त मलाई डरलाग्दो अब यो साइक्लोनको इफेक्ट पर्ने अब पानी कन्टिन्यू गरेर चाहिँ अब हुनसक्छ मेबी होइन माथिको त्यो झरेर गयो त तपाईँ त स्वतः लान्छ नि पानी त भित्र सोर्सिन्छ नि त भन्न सक्दैन नि त्यो यहाँ बाहिर तपाईँहरूको पेसेन्ट हुनुहुन्छ म थानामा अफिसर आएको छु कि त्यही विषय लिएर तपाईँहरूलाई चाहिँ एउटा कन्भिन्स गर्न आएको म भन्नु आएको तपाईँहरूलाई एउटा एलर्ट गर्नु म त आएको यति नै पछि चाहिँ प्रशासनले कुनै एलर्ट गराएन तपाईँहरूलाई कुनै प्रशासन आएन गाउँको प्रेसिडेन्टले पत्ता दिएन समाजकोहरूले केही चाहिँ भन्नु नपरोस् त्यही तपाईँहरूलाई चाहिँ अलरेडी नै तपाईँहरूलाई एलर्ट गराइदिएको मैले विशेष गरेर अब के थियो भन्दाखेरि चाहिँ उहाँ जुन चाहिँ अब अहिले यो गाउँबाट समिति या समाज होइन अब हामी यहाँ थानाबाट एसएसआरहरू हाम्रो सबैजना थानावाला मान्छेहरू तपाईँ किन आएको भन्दाखेरि यही विषयमा लिएर हो है अब जुन चाहिँ अब अहिले यहाँ हाम्रो उहाँ भाइले भने जस्तै उहाँहरू अलर्ट रहेछ उहाँहरूलाई कुरा थाहा छ होइन त्यस्तै हिसाबले जस्तो कि भोलि र पर्सिको लागि एकदमै डेन्जर वार्निङ दिएको जति नै छ यसमा पनि हामीले कसो भने तपाईँहरूलाई चाहिँ हामी के जानकारी दिनु आएको भन्दाखेरि चाहिँ मात्र 2 दिन या 2 दिनको लागि चाहिँ तपाईँहरू र हामी जति पनि अलिक डेन्जर जोनमा पर्छ जो चाहिँ अलिकति पहिरो सिङ्गिङ एरियामा र जो चाहिँ पहिरो जाने सम्भावना भएको ठाउँहरूमा र तपाईँहरू हामीहरू चाहिँ कस्तो भने अलिकति जो चाहिँ हामीले परबाटै भन्दै आएको कम्युनिटी हल छ त्यहाँनिर धेरैवटा जग्गाहरू हामीले त्यहाँनिर म्यानेज गर्छौँ हामी अब उहाँहरू पनि छ हामीसँग होइन सबैजना मिलेर समाज सबै हाम्रो समितिहरू छ हामी म्यानेज गर्छौँ र त्योसँगले नपुग्ला त्यसले नपुग्ला त्यो 2 दिनको लागि आफ्नो आफन्तको ठाउँमा गएर सेफ भइदिने र आफ्नो जानमालको चाहिँ एउटा के अरे सेफ गरौँ भन्ने चाहिँ हाम्रो विचारले र हाम्रो के जुन चाहिँ सरहरूको विचारले आज तपाईँहरूसँग हामी कन्भिन्स गर्दै आएको र पर्सिसम्मको लागि चाहिँ त्यति जग्गाबाट अलिक टाढो बसेको चाहिँ राम्रो हो भन्ने हामीले लागेको होइन किनभनेदेखि अब अहिले सरले भनेपछि किनभने बाटो हामीले चाहिन्छ बाटो पनि अब हाम्रो ठुलो एउटा सम्पत्ति हो त्यो बनिँदैछ त्यो माथि हेरौँ भनेदेखि त अस्ति अघि मैले मेरो लाइभमा पनि देखाइदिएको थिएँ भयङ्कर चर्किरहेको छ अब त्यो पानी यता नहाल्नु पनि मिल्दैन त्यो पानी त्यो उता छोडिदियो भने फेरि त्यो गाउँलाई पनि डेन्जर छ अस्ति पनि हामीले पल्लो गाउँलाई नराखेको होइन त्यहाँ हामीले जग्गा पनि प्रबन्ध मिलाएको मैले भनेपछि मेरो दोकानको तालामुनि पनि तपाईँको 2 घर सिफ्ट हुन्छ अब यतिखेर त कस्तो हुन्छ भनेदेखि चाहिँ सबैलाई एक एकवटा घर त त्यहाँ मिलाउन सकिँदैन होइन अब त्यसमा 2 घर 3 घर मिलाएर गर्दा पर आइसिडिएसहरू छ पर स्कुलहरू छ होइन आफन्ततिर गाउँ ठाउँमा गएर बसेको चाहिँ एकदम राम्रो हो भन्ने चाहिँ लागेको हामीलाई अन्त के अरे मान्छेले जोगाउनु हाम्रो जान र जुन चाहिँ सरले भने जस्तो के अरे अलिक सम्पत्ति र डकुमेन्ट्स होइन अब अरू कुरा त अब गाई भैँसी त खाना लानु सकिँदैन होइन कतिवटा कुरा मेन चाहिँ 3वटा चिज हो डकुमेन्ट्स आफ्नो के अरे अलिकति धन सम्पत्ति र आफ्नो ज्यान हामी चाहिँ अब जुन अहिले पश्चिम बङ्गालमा जुन अलर्ट गरिएको छ है जुन यो अस्ति 4 तारिक अक्टोबरको जुन प्रकृति प्रकोप जुन भएको छ त्यो प्रकोपको त्यो डरले नै आज पनि यो अलर्ट भएको कारणले चाहिँ हामी सडक प्रभारीहरू यहाँ आइपुग्नु भएको छ र हामी स्वयं पञ्चायत समिति लगायत हाम्रा किशोर समाज सम्पूर्ण आर्यवासी नै हामी एकजुट भएको छौँ र हामी चाहिँ उहाँहरू सम्पूर्णलाई के सूचित गर्न चाहन्छौँ भन्दाखेरि हामी एकदमै सिक्योर भएर बसौँ है अब पैसा रुपियाँ भन्ने कमाइन्छ घर भन्ने बनाउन सकिन्छ तर ज्यान भन्ने आफूले फेरि रिभाइभ गर्नु सक्दैन फेरि बनाउन सकिँदैन है त्यो भनेर सबैलाई अलर्ट गर्दै आएको र तपाईँहरू सबैजना सिक्योर हुनुहोस् यो प्रकृति प्रकोपलाई कसैले दोषाउनु सकिँदैन किनभने प्रकृति प्रकोप हो यो कुरा र हामी सम्पूर्ण जति पनि यो सम्बन्धित विभागहरू छ उहाँहरूलाई पनि भोलिको दिनदेखिको अलर्ट भएर बसिदिने हामी आशा राख्दछौँ है जानकारी पनि गराउन चाहन्छौँ बिडिओदेखिको लिएर एसडिओ थानादेखिको लिएर सम्पूर्णले आर्यवासीलाई पनि ध्यान दियोस् भन्ने हामी आशा राख्दछौँ यो एरिया त डेन्जर एरिया भएको रहेछ यो विषयमा पर्सि र डे आफ्टर टुमारो पर्सि चाहिँ अब यस्तै जुन चाहिँ प्रकृतिको नियममा अब जुन चाहिँ अहिले जुन चाहिँ साइक्लोन भएको छ त्यो आधारमा अब दार्जिलिङ सिलगढी जलपाइगुडी यो अलिक यहाँ चाहिँ अहिले साइक्लोनको पुरा इम्प्याक्ट पर्ने कुरा छ यो विषयमा कन्टिन्यू पानी पर्नु सक्छ हो रेनी सिजन त छैन अहिले तर अब रेन हुनसक्छ अब त्यसको विषय लिएर अब यहाँको डेन्जर एरियामा चाहिँ अलिकति यहाँको बासिन्दाहरू चाहिँ अलिकति अलर्ट भएर आफूलाई सिक्योर गरेर चाहिँ बसिदियोस् हाम्रो अब जस्तै पुलिसको थ्रुबाट हाम्रो जति हाम्रो यो प्रशासनिकको थ्रुबाट हामी अब जस्तै एसडिओलाई दिनुपर्ने लेटरहरू हामी त्यो पनि दिन्छौँ जहाँ चाहिँ हुँदैछ जस्तै तपाईँको यो भागमा
त्योहरू पनि गरिदिन्छ जस्तै डिजास्टर्सहरूलाई त्यो हामी रिपोर्ट चाहिँ दिइरहेको हुन्छौँ अनि अलर्ट चाहिँ गराइदिरहेको हुन्छौँ उहाँलाई पनि उहाँहरू पनि आएर एकखेप चाहिँ माने सुपरभाइज गरिदियोस् जग्गालाई के अरे अहिले जाँदा तपाईँले यसो गाडी रोकेर त्यहाँ ओह्राइ हेर्नुहोस् 4 फिटसम्म पनि दबिएको छ है तपाईँले यसलाई पनि त्यो ड्रेन चाहिँ एकदमै चाँडो हुनुपर्छ भने तपाईँले पहल गरिदिनु भयो भने चाहिँ काम होला भन्ने मलाई लागेको सर है यो विषयमा सरहरूले पनि अलिकति निगरानीमा राखिदिनुहोस् हाम्रो हिसाबबाट हामी जे गर्नु छ हामी गरिदिन्छ हाम्रो होइन एउटा म्यानेजमेन्टको थ्रुबाट उहाँको एउटा आफ्नो म्यानेजमेन्ट छ आफ्नो एउटा होइन एक्टिभिटिज चाहिँ कसरी गर्नु त्यो उहाँहरूले हामी भन्नु चाहिँ जति सक्दो हामी 100% हाम्रोबाट गर्छौँ तपाईँले खालि मात्र जुन चाहिँ यहाँ यो हेर्नुहुन्छ तपाईँ झन् 20-25 घर छ सिधा माथि त्यो जुन चाहिँ माथिको त्यो हर्केवाला माथिल्लोबाट जुन टर्निङ छ त्यो टर्निङबाट पानी चाहिँ उता बग्दैछ त्यो त यसो अहिले जाँदाखेरि चाहिँ गाडी रोकेर चाहिँ त्यो अलिक तपाईँले पनि तपाईँको नजरमा राखिदिनु भयो र सम्बन्धित निकायले तपाईँले अलिकति चाहिँ एकदमै यो निडी छ भनेर भनिदिनु भने चाहिँ अथवा केही हुन्थ्यो कि भन्ने चाहिँ हामीलाई लागेको ल हस् थ्याङ्क यू